आज चाहिँ म तपाईहरुलाई विन्डोजको 3 वटा एकदमै इम्पोर्टेन्ट सर्टकट भन्न गइरहेको छु। पहिलो र मोस्ट युजफुल रहेको छ। यदि तपाईले विन्डोजमा पूरा पेजको चाहिँ स्क्रिनशट लिन चाहनुहुन्छ भने तपाईले सिम्पली विन्डोज प्लस फंक्सन की दबाएर प्रिन्ट स्क्रिनमा दबाउनु भयो भने चाहिँ तपाईले पूरा पेजको चाहिँ स्क्रिनशट लिन सक्नुहुन्छ, जुन चाहिँ तपाईको फाइल म्यानेजरमा गएर पिक्चरमा जानुभयो भने स्क्रिनशट भित्र चाहिँ तपाईको यो फाइल गएर बसेको हुन्छ। त्यसैगरी नम्बर 2, यदि तपाईले स्क्रिनमा कुनै पनि पार्टिकुलर भागलाई चाहिँ स्क्रिनशट लिन चाहनुहुन्छ, जस्तै यहाँबाट यहाँसम्मको भागलाई मात्र स्क्रिनशट लिन चाहनुहुन्छ भने तपाईले के गर्न सक्नुहुन्छ, विन्डोज शिफ्ट प्लस एस दबाउनु भयो भने चाहिँ किबोर्डमा सिलेक्सन गर्ने विन्डोज खुल्छ र तपाईले आफूलाई जति एरिया चाहिन्छ त्यति एरिया चाहिँ तपाईले यसले ड्र्याग गरेर सिलेक्ट गर्नुभयो भने चाहिँ तपाईको स्क्रिनशट लिन्छ र यो स्क्रिनशट तपाईको सिधै फाइल म्यानेजरमा पिक्चर भित्र गएर यहाँ गएर बसेको हुन्छ। नम्बर 3, यदि तपाईले विन्डोजमा मल्टिपल विन्डोजहरु चलाउनुहुन्छ र मल्टिपल विन्डोजहरु बीच चाहिँ स्विच गर्नु छ भने चाहिँ तपाईले सजिलै अल्ट प्लस ट्याब दबाएर तपाई मल्टिपल विन्डोज बीच स्विच हुन सक्नुहुन्छ। देख्न सक्नुहुन्छ तपाईले स्क्रिनमा यहाँ मल्टिपल विन्डोजहरु हामीले ओपन गरेको विन्डोजहरु चाहिँ यहाँ खुलेर बसेको छ र आफूले कहाँ चाहिन्छ अल्ट दबाएर ट्याब दबाउनु भयो भने चाहिँ तपाई कुन चाहिँ विन्डोजमा जान चाहनुहुन्छ त्यो विन्डोजमा चाहिँ तपाई जान सक्नुहुन्छ र अल्ट छोड्दिनु भयो भने चाहिँ त्यो विन्डोज चाहिँ ओपन भएर आउँछ। यस्तै कम्प्युटर सम्बन्धी तपाईले धेरै कुराहरु सिक्न चाहनुहुन्छ भने चाहिँ तपाई ग्यालेक्सी एजुकेसन दमौली भिजिट गर्न सक्नुहुन्छ, अथवा दमौली बाहिरबाट हुनुहुन्छ भने हामीलाई टिकटक, फेसबुक र युट्युबमा फलो गर्न सक्नुहुन्छ। धन्यवाद।